उहाँको हालसम्मको डान्स यात्रा मैले अघि नै भनिहालेँ। डिआइडी डिओडी। नमस्ते, मेरो भिवासहरूलाई विवेक ब्लगमा तपाईँलाई स्वागत छ। म चाहिँ ढिलो भयो आज स्पोर्ट जानु। हाम्रो घरमा चाहिँ आज पित्र थियो नि त, पित्र सकिकन खाना खाइकन चाहिँ स्पोर्ट हेर्नु जाँदैछु एक्लै। कोही पनि प्रसिद्ध भान्जा पनि जान्छु भन्दै थियो। कोचिङ गयो होला, आएको छैन होला। अघि आउँछु भन्दै थियो हो प्रसिद्ध भानिसले हो। म चाहिँ 38 ग्राउन्ड पनि आइपुगेँ। 500 मिटर दौड युवतीहरूमा आज सम्पन्न हुन लागिरहेको छ। मिटर दौड युवतीहरूमा आज खुल्ला सुरु भइसकेको छ र यो अहिले पहिलो चक्करको निम्ति दौडिरहेका छन् भाविका वर्ग। पहिलो चक्कर पुरा, धाविकाहरूले पहिलो चक्कर पुरा गरिसकेका छन् भने चौथो चक्करमा प्रवेश भइसकेको छ। र अन्तिम चक्कर सुरु भइसकेको छ। यसरी नै पहिलो चक्करका प्रथम धाविकाले पुरा गरिसकेका छन् भने दोस्रो पनि पुरा अनि तेस्रो। यदि प्रथम हुने धावकले अन्तिमलाई क्रस गरेमा उनी डिस्क्वालिफाई हुनेछ अनि उहाँले मैदान छोड्नुपर्ने हुनेछ। र 1000 मिटर दौड सुरु भइसकेको छ र पहिलो चक्कर पनि पुरा भइसकेको छ। यसरी नै धावकहरू दोस्रो चक्करको निम्ति दौडिरहेका छन्। दोस्रो चक्कर पनि लगभग पुरा गरिसकेका छन् सबै धावकहरूले। यदि पहिलो हुने धावकले अन्तिम धावकलाई भेटेमा उनी डिस्क्वालिफाई हुनेछ, उहाँ निस्किनु पर्ने हुनेछ। तेस्रो चक्कर पुरा, तेस्रो चक्कर पनि पुरा भइसकेका छन् भने चौथो चक्करको निम्ति धावकहरू दौडिरहेका छन्।
चौथो चक्कर पनि लगभग पुरा गरिसकेका छन् सबै धावकहरूले। पाँचौं चक्करको निम्ति दौडिरहेका छन् धावकहरू। पाँचौं चक्कर पुरा। अहिले छैटौं चक्करको निम्ति दौडिरहेका छन् धावकहरू। छैटौं चक्कर पनि लगभग पुरा गरिसकेका छन्। सातौं चक्कर पनि लगभग पुरा गरिसकेका छन् धावकहरूले। र सातौं चक्कर पुरा गरिसकेका छन् भने अब आठौं चक्करको निम्ति धावकहरू दौडिरहेका छन्। पहिलो धावकले आठौं चक्कर पुरा गरिसकेका छन्। यसरी नै दोस्रो अनि तेस्रो धावकले पनि आठौं चक्कर पुरा गरिसकेका छन् भने चौथो धावकले अन्तिम धावकलाई क्रस गरेमा उनी डिस्क्वालिफाई हुनेछ, उहाँ निस्किनु पर्ने हुनेछ। नवौं चक्कर पनि पुरा गरिसकेका छन् प्रथम, दोस्रो अनि तेस्रो धावकले भने अन्य यसरी युवक युवती माझ रिले रेस सम्पन्न भइरहेको छ। दोस्रो चक्कर पहिलो पटक पालो फेरिसकेका छन् भने धाविकाहरूले यो तेस्रो चक्कर यो अन्तिम चक्कर पालो फेर्ने दौड हो। अन्तिम चक्कर यसरी यहाँ आएर पालो फेर्ने दौड रिले रेस सम्पन्न भइसकेको छ। सम्पन्न भएको थियो र यसको फलाफल हामी समक्ष आइसकेको छ।
उहाँलाई आजको स्पोर्ट स्मृति चिन्ह राम्रो भयो स्पोर्ट ग्रहण हो। गरिदिन हुनको निम्ति हामी केही क्षणको मेरो निम्ति भ्लग मन पऱ्यो भने मैदानमा निम्ताउँदछौँ। लाइक सेयर एन्ड फलो सब्सक्राइब गरिदिनु होला।